ज्योतिष शास्त्र अनुसार लोकर चिन्ने जिङ्वाङा अथवा 12वटा लो र 5वटा खाम एकदमै महत्त्वपूर्ण रहेको हुन्छ भने आज म 2 नम्बरमा रहेको सिङखाम काष्ठखाम लाङ्लो गाइलोमा जन्मेको व्यक्तिहरूको केवातक जन्मफल भिडियो लिएर तपाईहरुको माझ उपस्थित भइसकेको छु भने यदि तपाईहरुको घरमा सिङखाम काष्ठखाम लाङ्लो गाइलोमा जन्मेको व्यक्तिहरू हुनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेरिदिनु होला र आफ्नो जन्मफल जोखानाफल बुझ्नु होला। गाई वर्ष काष्ठखाममा जन्मिएको व्यक्तिहरूको जोखानाफल यस प्रकारको छ। यस वर्षमा जन्मिएको मानिसले धन सम्पत्ति राम्रो कमाउनेछ, अलिक ईर्ष्या गर्ने खालको बानी व्यवहार हुने हुन्छ। यिनीहरू निकै बुद्धिमानी हुनेछ। उनीहरूको आयु 60 वर्षसम्म हुनेछ र 60 वर्षमा ठुलो समस्या पनि आउनेछ। जीवनकालमा 6 पटक ठुलो बाधाहरू आउनेछ र सामना गर्नुपर्ने हुन्छ। यिनीहरूको धेरै शत्रुहरू हुनेछन्। इष्टदेव अथवा भद्रदेव भेरुचना बुद्ध ढोलमा र साके बुन्ने बुद्ध हो भने भद्रसुत्त चाहिँ तिङजिन साङ्बो र धोसाकाल पढ्नुपर्छ र यो पाठ गर्नलाई चाहिँ जीवनभरि शुभ शान्ति, शुभ मङ्गल, शुभ समृद्धि भएर जाने हुन्छ। गाई वर्ष काष्ठखाममा जन्मेको व्यक्तिहरूको संक्षिप्तमा जोखानाफल यस्तो रहेको छ भने भिडियो कस्तो लाग्यो तपाईहरुलाई? यदि राम्रो लाग्यो भने भिडियोलाई शेयर गरिदिनु, लाइक गरिदिनु होला। नबुझेको कुराहरू तपाईले कमेन्ट गर्न सक्नुहुनेछ भने मेरो पेजलाई फलो गर्नुभएको छैन भने जरुर फलो गर्नुहोला। मेरो फेसबुक फ्यामिलीमा जोड्नुहोला ताकि यस्तै महत्त्वपूर्ण ज्योतिष शास्त्रभित्रको अथवा 12वटा लो र 5वटा खामभित्रको जोखाना फलको भिडियोहरू तपाईले बुझ्ने र सिक्ने मौका पाउनेछ भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। तसैले नमस्ते तुझसे।